आज हामी र्याम्बो एक्सन्स गेम खेल्न जाँदैछौँ विथ आरती तिवारी एकेए माई दिस सिस्टर। ओके, अब चाहिँ रुल्सहरू चाहिँ आरतीले भन्नुहुन्छ। हामी 500 रुपियाँभन्दा कम बजेटबाट र्याम्बो एक्सचेन्ज गेम खेल्दै गइरहेछौँ। अब चाहिँ हामी गिफ्टहरू किन्न जाँदैछौँ। उसले चाहिँ मेरो लागि किनिदिन्छ गिफ्ट एन्ड मैले चाहिँ उसको लागि किनिदिन्छु। मैले चाहिँ रातो कलरबाट उस गर्दा जाँदैछु एन्ड मैले भेटिसकेँ एउटा। यो कतिको 30 रुपियाँ। ओके, द्याट्स गुड। प्लास्टिक चाहिन्छ यस्तो यताबाट जानुपर्ने भयो। मलाई पनि प्लास्टिक दिनु न। धन्यवाद। मैले चाहिँ रेड कलरको किनिदिइसकेँ एन्ड द्याट्स भेरी चिप। मैले त किनिसकेँ एउटा आरती। केलिम भयो है। 1 2 3 4 चारवटा कलर त ठिकै। अब चाहिँ केलिम। अब चाहिँ पालि ब्लूको एन्ड ब्लू त ठुल्ठुला खान्छ सब। आरती कतिवटा भयो त नि? 5वटा। यो आई हेभ टु गो फास्ट है त। मेरो त जाब 4वटा मात्र भइरह एन्ड मैले किन देखिरहेको थिएँ नि त। के हो चिसो लगाइदिउँ क्या? मलाई खान मन थियो। ओ यो 50 रुपियाँको हुनुपर्छ एन्ड दिस इज ब्लू कलर है त। ओके 45 छ तर 50 होला फिक्स। सो यो पनि हाम्रो कार्टमा आयो एन्ड हाम्रो चाहिँ 5वटा भइसक्यो आई गेस। अब चाहिँ म अर्को कलर हेर्छु किनकि मैले बिर्सिसकेँ अघि नैको कलर। भाइलाई पिङ्क कलरको। ओके, म चाहिँ सबै सामान सकेर बसिरहेको छु। यहाँ सब सामान छ 10वटा। यो द्याट्स ग्रेट। बट अब 500 रुपियाँ भित्र भयो भने चाहिँ मजै आउँथ्यो। 500 रुपियाँ अरूको चाहिँ राख्ने हो किनकि मम्मीले दिनुभएको मलाई 1000 रुपियाँ दिनुभयो, 500 ल्याएर दियो भन्नुभयो। सो बच्यो भने चाहिँ मेरो पैसा। यस द्याट्स द बिजनेस के। यो चाहिँ भनेको बिजनेस हो। सो हुन त पऱ्यो नि यति त। अब त्यसरी हो पैसा कमाउने अहिले टिनेजमा, नेपालमा भएपछि त्यही पनि। मैले चाहिँ ग्रे कलर भेटिनँ। ग्रे कलर नभेटेको ऊ चाहिँ हेर्नुमा कुन भेटेन त? ग्रे कलर भेटिनँ। अब पर्फेक्ट भेट्यो के रिलहरू देखेको यार। म के दिने हो के दिने होइन त्यहाँ ब्याग छ जान। हजुर मेरो चाहिँ सपिङ भइसकेको छ एन्ड आरतीलाई खोज्न जानु पऱ्यो कि। अब कहाँ ग्रे कलरको के लिन गएँ? ओके म आरतीलाई खोज्छु है त भनिकन जाने। अनि पछि अरे सामान त देखिन्छ नि। म गइहालेँ। बाई बाई। खतरा मम्मी भान्जी पनि आइरहेछन् मम्मीलाई खोज्दै। ओके गाइस, हामीले चाहिँ सामानहरू लिएर आइसकेका छौँ 500 भित्रमा एन्ड अब चाहिँ हामी बढी गयो 500 ओभर भयो। अनि एक्स्ट्रा भयो कि के? सबै कलर भन्दा छुट्टै भयो? होइन एक्स्ट्रा होइन, पैसा बढी लाग्यो क्या। त्यो सबै कलर किन्दाखेरि 10वटा कलर किन्दाखेरि ठिकै छ। के भनेर टोटल 1000 रुपियाँ थियो। 500 अनि मेरोमा चाहिँ 465 लागेको छ पैसा। त्यही त कति लाग्यो? मेरो 520 भनेपछि 20 रुपियाँ चाहिँ मैले लिएँ है त उसको। अनि मेरो चाहिँ 85 भयो। 485 भयो पैसा। अझै 15 रुपियाँ बाँकी रहेछ त। त्यो चाहिँ गिभ अवे कसैले जसको कमेन्टमा धेरै लाइक आउँछ त्यसको लागि चाहिँ गिभ अवे है त। कसम म दिन्छु। ओके अब चाहिँ स्टार्ट गरौँ न। कलर हेरौँ त कुन सुरुमा चाहिँ रेड खोज्ने है त। ओके म पनि रेड खोज्छु। मैले 3 2 1 गो। किटक्याट मैले चाहिँ रेड नै ल्याइदिएको छु रेड कलरमा। सो अनि रेड पनि छ नि त सब। यो काम पनि लाग्छ एन्ड दिस इज फर मी। किटक्याट आएर राम्रै कुरा हो एन्ड मैले चाहिँ राखेँ त्यता। अब चाहिँ कलर ओरेन्ज रहेको छ। ओरेन्जमा चाहिँ के ल्याइदिनु भयो? ओके 3 2 1 गो। सुजी लिप बाम भाइको ओट फुट्छ भनेर भोलि मकर सङ्क्रान्ति। अब सुजी चाहिन्छ होला अनि मैले सुजी लिएर आएको। ओके थ्याङ्क यू फर द गिफ्ट। अनि त्यसपछि कलर येल्लो। ओके येल्लो के ल्याएँ? मेरो त बवाल छ। खाने नै हो तर एकदम ओके
Ready? 3, 2, 1, go. 5 star. Do nothing. यो कतिको 25 रुपियाँको यो 5 रुपियाँ प्लस 25 यो त घर ठिकै छ गिफ्ट भनेपछि चाहिँ ठिकै छ है त ओके अब चाहिँ कलर ग्रीन है त ग्रीन है ग्रीन ग्रीनमा त भयो ओके 3 ग्रीन 3 2 1 go डिटल रमला ओके यो चाहिँ 20 रुपियाँ हो यो कतिको 35 हो Oh, nice. ठिकै छ. Okay, thank you. अब कलर आएको छ ब्लू. Oh, ब्लूमा त ठुलै कुरा हो मेरो. ब्लूमा मेरो ठुलै कुरा हो. मैले नि ठुलै कुरा ल्याइदियो. तँलाई एकदम चाहिने चिज. चाहिने त अब सबैले हो चाहिने मेरो चाहिँ. Okay, 3 2 1 go. ओके यो पनि राम्रै हो है हेर प्राउन भनेर सबै उनलाई नि फाइदा हुन्छ मलाई नि फाइदा हुन्छ कि यो कुराहरूले चाहिँ यो चाहिँ हेर मैले कति महँगो ल्याएँ यो के कहाँ आउने हो यसरी रोल गर्ने रोलर पोस्टर हो नलाउने मान्छेलाई चाहन्छु काम यो भर्खर उहाँको भिडियोको लागि है मैले आज नउठेन नत्र ओके यो पनि पाइसके एन्ड ब्लू पिङ्क ब्लू त भर्खर भयो ए ब्लू भयो नि पिङ्क ओके पिङ्क कलर है त पिङ्क कलरमा मैले यस्तो के यही केटीको लागि मात्र मैले ग्रीन कलरको आर्ट ल्याइदिएको के अरे केटीको लागि एकदम इम्पोर्टेन्ट हो कि यही केटीको लागि मात्र होइन सब केटीको लागि भनेपछि बुझिस् होला के होला गेस गर्न सक्छस् ग्रीन र ब्लू हेर डबल ल्याइदिएको गेस गर्न सक्छस् त मैले के ल्याइदिएको भनेर के गेस गर ल पिङ्क कलरमा मैले के ल्याएँ होला पिङ्क कलरमा सबै वुमनको लागि पर्फेक्ट हो मतलब चाहिने कुरै हो प्याड मैले चाहिँ प्याड लिएर आइदिएको छु पिङ्क मैले यही भेटेकै माटोमा अब फेरि के गर्ने थ्याङ्क यू ल थ्याङ्क यू हातमै जुस त खाइहाल्यो अहिले एकैछिनमा ओके थ्याङ्क यू फर द गिफ्ट वाइट वाइट वाइटमा है वाइट ओके वाइटमा पनि खतरा कुरा 3 2 1 गो ब्रो मलाई चाहिँ यही मात्र थाहा पायो क्या यो अनि हो यो त खुलेको छ त युज भयो त पसिना आएर पुसियो नि ओके थ्याङ्क यू यो मलाई धेरै नै चाहिएको थियो है यो अब किन हो थाहा छैन तर चाहिएको थियो अब कुन हो ग्रे 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 त एकदम पर्फेक्ट हो मेरो तेरोलाई पर्फेक्ट ल्याइदिनु हो ल 1 2 3 गो ग्रे है ग्रे भाडामा लिनु हो यो अझै दुईटा कलर बाँकी छ मेरो चाहिँ बाबा खाइदियो ब्ल्याक देखाउनु न ब्ल्याकमा नि युजफुल है मान्छेहरूको लागि मैले चाहिँ यो लिएर आएको चाहिँ 3 2 1 गो यो पर्फेक्ट मैले चाहिँ ठुलोवाला किन्नेवाला थिएँ के अरू किन्नेवाला थियो फेरि जुस अब जाडोमा है सानो सानो मैले पनि ठुलै किन्नेवाला थिएँ अनि मैले चाहिँ 60 हो क्या मैले ल्याएको ए मैले ओके ठिकै छ मैले चाहिँ सेतोमा के ल्याएको थिएँ थाहा हो कि नै मैले चामल लिएर आएको थिएँ बासमती खानुहुन्छ भोलि भनेको अब त्यो 200 रुपियाँको भएर महँगो भयो 615 भयो अब लास्टमा पर्पल छ ओके पर्पल पनि देखाउँ न मेरो त बगा छ सेम हुनसक्छ यो पनि सेम हुनसक्छ है त 3 2 1 गो यो डोरिटोस लिएर आएको 100 रुपियाँको महँगो हो स्टार मन्च कति हो 20 रुपियाँको हो क्या ओके नो प्रब्लम हामी बाँडेर खाइदिने होला ओके गाइज अझै यस्तै भिडियोहरू हेर्न चाहन्छौ भने चाहिँ लाइक सेयर र सब्सक्राइब हान एन्ड कमेन्ट पनि मिठा मिठा गर किनकि मिठा मिठा नै सामानहरू छन् हजुरहरूलाई यस्तै कन्टेन्ट मनपर्छ भने कमेन्टमा लेख्नु अरू पनि पार्ट ल्याऊ भाइ यस्तै रमाइलो भइरहेको छ भन्नुहोस् एन्ड आई विल डु द्याट एन्ड आज कतिको रमाइलो भयो भनेर चाहिँ हामीलाई सोध्नु होला कमेन्टमा हामीले कमेन्टमा रिप्लाई हान्छौँ कि यहाँ भनेर एक्सप्रेस गर्नै सकिनँ च्याट जिपिटी युज गर्नुपर्छ ओके गाइज बाई बाई सी यू इन नेक्स्ट भिडियो